नमस्ते, म रियल्टर प्रार्थना पाण्डे पोखरेल। आज म हजुरहरूलाई घर किनिसकेपछि गर्नुपर्ने 6वटा एकदमै महत्त्वपूर्ण टिप्सहरू भन्न जाँदैछु। हजुरहरूले घर किनिसकेपछि सबैभन्दा पहिलो कुरा भनेको हजुरहरूले घरको लक चेन्ज गर्नुपर्ने हुन्छ। हजुरहरूभन्दा पहिले त्यो घरमा को आउँछ, को जान्छ, कोसँग साँचो छ भन्ने कुरा थाहा हुँदैन। त्यसैले लक चेन्ज आफ्नो सेफ्टीको लागि पनि गर्नुपर्ने हुन्छ। नम्बर 2 भनेको हजुरहरूले ट्याक्स एक्जेम्पसन र होमस्टेड एक्जेम्पसन जति सक्दो चाँडो अप्लाई गर्नुपर्ने हुन्छ। नम्बर 3 स्मोक र को डिटेक्टर्सहरू चेन्ज गर्दाखेरि राम्रो। ब्याट्री पनि चेन्ज गर्न सकिन्छ, तर आफ्नो सेफ्टीको लागि चेन्ज गर्दाखेरि राम्रो। नम्बर 4 भनेको एसीको फिल्टर चेन्ज गर्ने, किनकि एसीको फिल्टर कहिले चेन्ज भएको हुन्छ भन्ने कुरा थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि एसीको फिल्टर चेन्ज गर्दाखेरि एकदमै राम्रो। नम्बर 5 भनेको हजुरहरूले ग्यास र वाटर सर्ट अफ चाहिँ थाहा पाएर बस्नु राम्रो, किनकि जुन बेलामा केही पर्छ त्यो बेलामा खोज्न जाँदाखेरि ढिला भइसक्न सक्छ। त्यो कारणले गर्दा घरमा गइसकेपछि कहाँ छ त वाटर सर्ट अफ र ग्यास सर्ट अफ कहाँ छ भनेर थाहा पाउनु भयो भने हजुरहरूलाई फ्लडबाट पनि जोगाउँछ र त्यस्तै कुनै इन्सिडेन्टमा सजिलो हुन्छ। र नम्बर 6 भनेको हजुरहरूले गर्नुपर्ने एकदमै इम्पोर्टेन्ट कार्य भनेको होम ओनर इन्सुरेन्सको इयरली रिमाइन्डर सेट गरेर राख्ने, किनकि होम ओनर इन्सुरेन्सको रिन्युअल मिस भयो भने हजुरहरूलाई ठुलो प्रब्लम आउन सक्छ। त्यसको लागि इयरली रिमाइन्डर सेट गरेर राख्नु भयो भने हजुरहरूको लाइफ सजिलो हुन्छ। त्यस्तै डालस फोर्ट वर्थ, अस्टिन, ह्युस्टन कहीँ पनि हजुरहरूलाई घर किन्नु या बेच्नु छ भने, कमर्सियल प्रपर्टी लिज गर्नु छ, कमर्सियल प्रपर्टी लिनु छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो नम्बर 8174014436। रियल इस्टेट सम्बन्धी केही पनि जानकारी चाहिन्छ भने मलाई सम्पर्क गर्नुहोला। धन्यवाद।